यस्तो बिरामी हुनुहुन्थ्यो। एक छिनमा अक्सिजन दिनुपर्ने अवस्थामा आमा हुनुहुन्थ्यो। महेन्द्रनगरको 2टा घरहरू जलेर नष्ट भएका छन्। काठमाडौँमा घर चाहिँ त बस्नै नसक्ने गरेर जलेर नष्ट भएको छ, ध्वस्त भएको छ मेरो व्यक्तिगत रूपमा। त्यसका साथसाथै मेरो आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो। एक छिनमा अक्सिजन दिनुपर्ने अवस्थामा आमा हुनुहुन्थ्यो। 24 गतेको दिनमा प्रदर्शनकारीहरूको आक्रमणबाट आमालाई जोगाउनु पर्यो। बिना अक्सिजन नै आमालाई केही समय राख्नु पर्यो। बिना अक्सिजन नै आमालाई अस्पताल पुर्याउनु पर्यो। त्यसले आमाको लङ्समा निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो। मैले परिवारको सदस्य पनि गुमाएँ। घरहरूको भौतिक क्षतिको कुरा मैले निवेदन गरिहालेँ र त्योभन्दा ठुलो क्षति मैले अर्को पनि बेहोरेको छु। तपाईहरुलाई थाहा छ, मैले सशस्त्र द्वन्द्वको बेलामा सशस्त्र द्वन्द्वपछि 62-63 सालमा तत्कालीन माओवादी र तत्कालीन नेपाल सरकार 7 दलको सरकार थियो। माओवादीले 10 वर्ष माओवादीसँग सशस्त्र द्वन्द्व भयो। शान्ति वार्तामा मैले वार्ता समितिको सदस्यका रूपमा काम गरेँ। त्यो वार्ता समितिको सदस्यको रूपमा काम गर्ने क्रममा औपचारिक अनौपचारिक रूपले भएका छलफलहरू, त्यसका सम्पूर्ण टिपोटहरू विस्तृत रूपमा मैले एक एक कुरा लेखेर राखेका थिएँ र शान्ति वार्तासँग सम्बन्धित विस्तृत शान्ति सम्झौता बनाउँदाको कुरा होस् या माओवादी लडाकुहरू र उनको हतियारको व्यवस्थापनको सवाल होस् या त्यसका माथि अनुगमन गर्ने विधि र प्रक्रियाहरूका सवाल हुन्, यो सबै दस्तावेजहरू, सबै सहमतिहरू, सम्झौताहरू तयार गर्ने क्रममा सङ्कलित सम्पूर्ण जानकारीहरू, टिपोटहरू र अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजहरूको सङ्कलन थियो मसँग। त्यो जलेर नष्ट भयो। The public expenditure reviews. अन्तरिम संविधान 2063 निर्माण गर्दा म त्यसमा पनि संलग्न थिएँ। त्यसका पनि व्यापक दस्तावेजहरू र अहिलेको संविधान निर्माणको क्रममा पनि म दुईटै संविधान सभामा सदस्य भएर संविधान सभाका महत्त्वपूर्ण समितिहरूमा बसेर काम गर्ने अवसर पाएँ। त्यसका टिपोटहरू, त्यसका सङ्कलनहरू, त्यसका दस्तावेजहरूका सँगसँगै झन्डै 5000 जति पुस्तकहरूको सङ्कलन थियो। ऐतिहासिक दस्तावेजहरूको सङ्कलन थियो। त्यो पनि